제발 민이지 말라 이암대 니유도 제도베지 포르네 제바트도 아제네 동결로 마자다비도 내게 지지버라 제르갑도 전도 로아지도 보지
मैले अर्कोको काखमा मैले जुत्ता फालेर आएको छु, कति मूर्ख भन्यो। छिटो छिटो दर्शन गरेर बाहिर आयो, उलिसाइराखेको होला, मेरो जुत्ता कता फालिदियो होला झन् भन्दै आएको थियो। अब मूर्ति त हो नि, अब जुत्ता त त्यहीँ रहेछ। अनि
ओहो कति राम्रो मान्छे रहेछ रिस पनि नहुने यो मान्छे त साह्रै राम्रो साह्रै सजग रहेछ एक दिन त बोलाउन पर्यो भनेर अनि भनेछ अरे मेरो घरमा 1 वर्षको रक्सी छ जाँड छ त्यो बाँड्छु 7 वर्ष सुँगुर छ त्यो काट्छु तपाईँ आउनुहोस् है यति कतै भने नि उसलाई विश्वास लाग्यो त्यो मान्छे भनिराखेको छ उसले हुन्छ हुन्छ भने जस्तो चाहिँ मान्यो घर गएपछि अनि बुढीलाई भन्यो यति कतै म चाहिँ त्यो घुममा जाँदाखेरि एकजना मान्छेले जुत्ता हेर्दै भनेको कोही पनि देखेन उसको काखमा फालेर गएको रिस पनि उठेन यति राम्रो यति सजल मान्छे रहेछ मैले बोलाएको छु त्यो हाम्रो 7 वर्ष सुँगुर पनि काट्न पर्छ त्यो दिनमा त्यो 1 सालसम्मको त्यो जाँड पनि पार्न पर्यो त्यसलाई बोलाएको छु यति कतै भन्यो नि भनेपछि अनि बुढीले अब सरसफाइ गर्यो अनि पानी भर्न गएको त्यो कुवामा देख्यो नि कुवाभित्र पानी भर्छु भनेको त एकदम लामो कान गरेको ठुलो नाक ठुलो अनुहार भएको कुवाभित्र देख्यो ओहो बुढोले यसो भन्थ्यो सल्लक्क परेको अनुहार छ कान पनि ठुलो ठुलो छ नाक पनि एकदम राम्रो छ ठुलो अनुहार छ भन्थ्यो पक्का यही मान्छे होला कति टाढाबाट आयो बिचरा पानी खान्छु भन्दाखेरि त्यो कुवामा परेछ यो यत्रो मान्छेले मैले त अब तार्न सक्दैन बुढाले बोलाउँछु भनेर दुकुर्दै गयो नि बुढा पाहुना त आइसकेको छ बिचरा टाढाबाट आएको तिर्खा लगाएर त्यो पानी तान्दाखेरि कुवामा परेको छ कि क्या हो जाम भनेर भने नि अनि बुढा पनि दुकुर्दै गएको अनि हो यो मान्छे हो गरेर आउँछ भनेको भगवान् बुद्धले के भन्यो भने तपाईहरू म प्रति साह्रै विश्वास मान्नुभयो त्याग मान्नुभयो त्यसले गर्दा मैले चाहिँ तपाईँलाई दर्शन दिएको हो भुटोल उपमहानगरपालिका 6 मा अवस्थित चाँदबारी गुरुङ डाँडा व्यवस्थापन समिति तथा आमा समूहको आयोजनामा आफ्नै भवनमा भगवान बुद्धको त्रिपिटक अथवा कमजोर रिपोर्ट विधिवत रूपमा वाचन भएर आज 4औं दिनमा प्रवेश गरिसकेका छौँ र यो महायज्ञ यो पवित्र अनुष्ठानमा विशेष गरेर यसै गुरुङ डाँडा व्यवस्थापन समितिका अध्यक्षज्यू आदरणीय आसबहादुर गुरुङ त्यसै गरेर आमा समूहको प्रमुखज्यू उहाँको सहकारी मित्र समितिज्यूहरू र कमजोर वाचनमा हजुरहरूको निमन्त्रणामा आउनुभएको सर्दै धर्मगुरुहरू र सम्पूर्ण यो बुटोलवासी जति पनि पाल्नु भएको छ यहाँहरूलाई यो मध्यकालीनको हार्दिक नमस्कार तथा समिति परिवार तथा गुरुहरूद्वारा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। सकारात्मक सोच लिएर आएपछि विभिन्न त्यो अनुसारको पुण्य हामीलाई त्यसै प्राप्त हुन्छ। त्यसले पनि हाम्रो आफ्नो पनि ग्रह दशाहरू स्वस्ति शान्ति हुने, आफ्नो खलको स्वस्ति शान्ति हुने, धेरै पुण्य यसको अपार पुण्य हुन्छ। त्यस कारणले पनि उहाँ आमाहरूले त्यत्रो यज्ञ यसको लागि कति व्यवस्था मिलाउनुपर्छ भन्दै अब फेरि त्यता नजाउँ। जे होस् हामी रोगी हौँ, त्यस कारणले पनि त्यो रोग निको पार्नको लागि हामीलाई पुण्य चाहिन्छ र त्यो रोग निको पार्ने औषधि भनेको यो धर्म हो। धर्मलाई हामीले औषधिको रूपमा लिनुपर्छ, त्यस्तो खालको सङ्कल्प गर्न सक्नुपर्छ। त्यहाँबाट हामी अभ्यास गर्छौँ अथवा कर्म गर्छौँ। यहाँ आएपछि घरमा भयो ढोक्थेन होला, यहाँ आएपछि त देखेपछि 3 चोटि त कमसेकम ढोक्छ।
मनमा आस्था जाग्छ, शरीरले ढोक्छ, मुखबाट ओम भने बेमेउ आमी देवरे अथवा केही न केही हे भगवान् भनेर उ गर्छौँ, त्यतिले पनि धेरै पुण्य प्राप्त हुन्छ। त्यस कारणले पनि त्यो कार्यहरूले गर्दाखेरि हाम्रो अभ्यास हो। त्यो औषधि खाए जस्तो हो। औषधि राखेर त हाम्रो रोग निको हुँदैन नि। हामीले ढोग्यौँ 5 रुपियाँ भने नि ओहो यत्रो यज्ञ स्थापना गर्नुभएछ, सहयोग गर्नुपर्छ भने 5 रुपियाँ भने नि दान गर्नुभएको छ। त्यो सबै के हो? कर्म हो। हाम्रो शरीरको कर्म, वचनको कर्म। आफ्नो आफन्त मान्छे भेटेको छ, दुई चार राम्रो मुख बोलेको छ, तपाईँले राम्रो गर्नुभएको छ, प्रशंसा गरेको छ, त्यो खुसी उहाँले खुसी लाग्छ, त्यतिकै पुण्य प्राप्त भएको छ। त्यस्तो यावत केही नभए भने धुप एउटा बाल्नुहुन्छ, बत्ती एउटा बाल्नुहुन्छ, यो बालेको पनि पुण्य पनि हाम्रै आफन्तलाई राम्रो होस्, सर्वप्राणीको हित होस् भन्ने सोच्नु भएको छ। त्यस्तो पुण्य धेरै पुण्य प्राप्त हुन्छ। त्यही नै के हो? अभ्यास हो। त्यही नै के हो? औषधि खाए जस्तै हो हाम्रो कर्म है। भगवान् बुद्धको कर्मवादी हो नि हामी कर्ममा विश्वास गर्छौँ, तसर्थ त्यो कर्मले गर्दाखेरि हाम्रो कुहरू निको हुँदै जान्छ। आफूले दुःख परिश्रम गरेर कमाएको पैसा केही धर्ममा लगाएको एउटा ब्याङ्कमा लगाए जस्तो हो नि। ब्याङ्कमा लगाएपछि धेरै थोरै त्यसको इन्ट्रेस्ट आउँछ नि त, ब्याज आउँछ नि। त्यस्तै तरिकाले तपाईँहरूले अभ्यास यो मण्डलामा कर्म गर्नुभएको छ, अर्थात् औषधि सेवन गर्नुभएको छ। अवश्य हाम्रोमा जति बिमारहरू छ, पीडाहरू छ, कुहरू छ, त्यो सबै केही न केही हदसम्म हाम्रो निको हुन्छ। अवश्य त्यो निको हुनु नै के हो? अनि हामीले अभ्यास गरेको कुरा हो। त्यस कारणले धर्मलाई एउटा त हामी आफू रोगी सम्झिन पर्यो र धर्मको जति पनि कार्यहरू, शुभ कार्यहरू छ अथवा प्रवचन सुने पनि, पाठ वाचन गरेको सुने पनि, आफूले उच्चारण गरे पनि, मनमा त्यो सङ्कल्प गरे पनि, यो सबै चाहिँ औषधि खाए जस्तो हो। र औषधि चाहिँ यो मण्डला बनाऊ, त्यसरी हामीले सङ्कल्प गर्न सक्नुपर्छ। त्यो गऱ्यो भने अझै हाम्रो कर्महरू राम्रो हुँदै जाने। त्यस कारणले पनि थोरै त्यतापट्टि गएँ र आज चाहिँ मैले भने भगवान् बुद्ध हामीले चिन्नुपर्छ, उहाँको मार्ग धर्म चिन्नुपर्छ र त्यसमा हिँड्ने सङ्घर्षमा हामीले चिन्नुपर्छ। चिनेर गएपछि हामीलाई विश्वास दृढता आउँछ, आस्था दृढता आउँछ, बल्ल विश्वासको श्रद्धा आउँछ। त्यस कारणले भगवान् बुद्धले अब 84,000 धर्म स्कन्द सुनाउनु भयो अथवा 45 वर्षसम्म सुनाउनु भयो। भारत र नेपाल लगायत विभिन्न ठाउँहरूमा सुनाउनु भयो। यसरी हामीले धेरै अलि व्यापक रूपले बुझ्यो भने र हामी मानव जगतको लागि सुनाउनु भयो, सर्वप्राणीको लागि सुनाउनु भयो, हाम्रो रोगहरू निको पार्नको लागि सुनाउनु भयो र स्थान जस्तो सम्झियो भने हामीले कहाँ सुनाउनु भयो भन्दा पहिलो चाहिँ शरणार्थमा, बनारसको शरणार्थमा पहिलो चरणमा उहाँले 4 आर्य सत्यको धर्म देशना गर्नुभएको थियो भनेर मैले अस्ति 4 तहमा सुनाएँ। दोस्रो कहाँ हो? गिद्धकुट पर्वत भन्ने, सायद यहाँहरू तीर्थयात्राहरू पनि जानुपर्छ। गिद्ध जस्तो पहाड भएको एउटा ठाउँ छ, त्यहाँ चाहिँ नि शून्यताको विषयमा धर्म देशना गर्नुभयो। तेस्रो चाहिँ नि वैशालीमा सुनाउनु भयो। त्यहाँ चाहिँ हाम्रो चित्तको स्वभावलाई पनि, सारा संसारको वस्तुहरू, भौतिक वस्तु सबैको यथार्थ सत्यलाई पहिचान गर्ने साथसाथै आफ्नो चित्त पनि हामी स्वयं बुद्ध रहेछ, पहिल्यै बुद्ध रहेछ। तर भगवान् बुद्धको चाहिँ नि जसरी घाम लागेको जस्तो, घामको प्रकाश जहिले पनि हुन्छ, तर घामको प्रकाश हामीमा नआएको किन हो भन्दा घाम जस्तो हामी सबै बुद्ध हौँ वास्तवमा। त्यसको हाम्रो चित्त विज्ञानको स्वभाव चाहिँ नि भगवान् बुद्धको बराबरको ज्ञान र गुणले परियुक्त छ। तर हाम्रो बादल, कालो बादलले छेकेको चाहिँ हाम्रो घाम भयो
भगवान बुद्धको केहीले नछेकिएको गर्मी टन्टपुरको घामको जस्तो सर्लम्म देख्ने त्यति मात्र फरक हो। हाम्रोमा बादल कालो बादलले छेकेर प्रकाश नआएको, त्यो कालो बादल के हो भन्दा हाम्रो कुकर्म र क्लेश हो है, अथवा नकारात्मक सोच हो। त्यो जति जति न्यूनीकरण अथवा बिस्तारै मुक्त हुँदै जान्छ त्यति हाम्रो प्रकाश आउँछ बल्ल। त्यसले रोकिरहेको छ त्यो बादल हटाइकन प्रकाश छिर्दैन। र चौधौँ तहमा अमरवती भन्ने जुन दक्षिण भारततिर पर्छ अथवा कन्नड कम्पट पनि भन्छ, धानको बोरा जस्तो छ भनेर त्यहाँ चाहिँ गुह्य तन्त्रको उपदेशहरू त्यहाँ दिनुभएको छ। यो मानव धरतीमा हुन त देवलोकमा धर्मदेशना गर्ने ठाउँहरू छ। अहिलेको इन्डिया, त्यतिखेर त अब इन्डिया नेपाल भन्ने कुरा भएन, त्यसरी बुझ्नु पर्यो। र त्यसभित्र 4 आर्य सत्य भन्ने पहिलो धर्मदेशना पञ्च भिक्षुहरूलाई दिनुभएको देशना के रहेछ त भन्ने संक्षेपमा यहाँहरूलाई जानकारी गराउने प्रयास गर्छु। र 4 आर्य सत्य हाम्रो जीवनसँग कति सागरको जति पनि छ योबाट मुक्त हुन पनि सकिन्छ है भनेर देखाइदिनु भयो, र समाधान देखाइदिनु भयो। यो दुःख अनि मुक्त गर्नलाई के गर्नुपर्छ भन्दाखेरि यो दुःखको हामी यो मार्गमा हिँड्यो भने यो बाटो सिधा जानुहोस् चितवन पुग्छ भनेर गन्तव्य देखाइदिनु भयो। यता गयो नेपालगञ्ज पुग्छ, यता जानुहोस् चितवन जाने भयो, नेपालगञ्ज उता भनेर बाटो देखाइदिनु भयो है। बाटो छ, यदि तपाईँ यो बाटो गयो भने चितवन अवश्य पुग्नुहुन्छ, यता जानु भयो भने नेपालगञ्ज पुग्नुहुन्छ। त्यो समाधान भयो नि त। यसरी 4वटा चाहिँ नि यो संसार सबै दुःख छ, यो दुःखको आउने स्रोत छ, त्यो स्रोत निर्मूल पार्नुपर्छ। निर्मूल पार्यो भने योबाट मुक्त हुन सकिन्छ। यो मुक्त हुनको लागि हामी सही बाटो सत्य मार्ग हिँड्नुपर्छ, अर्थात् अभ्यास गर्नुपर्छ। हामी पनि यो दुःखबाट मुक्त भएर सदा सर्वदाको लागि हामी बुद्ध बन्न सक्छौँ। अब आयो दुःख भन्ने। तपाईँलाई दुःख लाग्छ कि सुख लाग्छ? सुखै छ होला। तपाईँहरू सबै लाउरे हुनुहुन्छ, मलाया लाउरे हुनुहुन्छ, इन्डिया लाउरे हुनुहुन्छ, मसँग पैसा छ, गाडी छ, घर छ, के को दुःख भन्ने पनि मान्छेको भ्रम अचम्म हुनसक्छ। म त व्यवसायिक हो, मेरो काठमाडौँमा घर छ, पोखरामा घर छ, हङकङमा घर छ, अथवा छोराछोरी बेलायत छ, क्यानाडा छ, नाति यता पढेछ भन्ने पनि हुनसक्छ। दुःख छ कि छैन बाबा आमाहरू भन्नुहोस् त? के दुःख छ? मान्छेको त आफ्नो सोच विचार हुन्छ नि त है। त्यस कारणले भगवान बुद्धले त भनिदिनु भयो दुःख छ अरे यो संसार। खोइ दुःख छ कि छैन अब तपाईँ आफ्नो विचारको कुरा हो है। तर भगवान बुद्धले दुःख छ भन्दाखेरि दुःखहरू धेरै देखाउनु भयो है। दुःख त धेरै छ। उहाँको हेऱ्यो भने उहाँलाई सोध्यो भने आफ्नै दुःख छ, उहाँले फेरि मलाई सोध्यो भने मेरो आफ्नै दुःख छ। हामी दुईटैले उहाँलाई सोध्यो भने उहाँको आफ्नै दुःख होला। एक आपसमा यो अनि हामी मनुष्य भयो, हामी त चेतनशील प्राणी हो। मेरो भात खानपान पालन पोषण म आफै गर्न सक्छु, के को दुःख छ? त्यो पशु पन्छीहरूलाई दुःख होला भन्ने कुरा उहाँको। तर होइन, सबैलाई 6 लोक मानिन्छ। 6 लोकमा आफ्नै दुःख छ, विशेषतः पृथक दुःखहरू हुन्छ, त्यो आफ्नै ठाउँमा छ। र भगवान बुद्धले दुःखको देखाउने माध्यमहरू समेटेर धेरै विभाजन गरेर देखाउने तरिकामा अहिले सर्वश्रेष्ठ चाहिँ 3 देखाउनु भएछ। यो संसार किन दुःख छ भन्दा 3 तहमा दुःख छ भनेर देखाउनु भयो। अनि यो पहिलो कुरा त यो 4 आर्य सत्य के हिसाबले यो मार्ग देखाउनु भयो भन्दा हाम्रो सर्व प्राणीको चाहिँ नि सुखको चाहना, आनन्दको चाहना र दुःख पीडा नचाहिने भएको यो दुईटा चित्त, यो दुईटा विचारको लागि यो 4वटा सुनाउनु भयो।
दुःख र दुःखको स्रोत देखाएको छ नि हामी दुःखको चाहना नभएर देखाएको त्यसको समाधानको लागि है। अनि अर्को चाहिँ नि निरोध सत्य र मार्ग सत्य चाहिँ नि के हो सुखको चाहनाले देखाएको। हामी सब प्राणी जसलाई प्राण छ अथवा जीव छ, जीव र निर्जीवमा जीव छ प्राण छ, त्यो प्राणीहरूको सबैको समानताको सोच विचार मिल्ने भनेको दुःख र पीडा नचाहने र सुख र आनन्द चाहनाको त्यो चाहना चाहिँ सबै तमा एउटै समानता हो। त्यो अर्थमा यो चार सत्य देखाएको, चार आर्य सत्यको मार्ग है। यो कुरा भयो। अब दुःख तीन तहमा विभाजन गरेर देखाउनु भयो, सर्व प्राणीलाई समेट्ने गरे है। अब यो के समेट्नु भयो त भन्दा संसार चाहिँ नि यो भव सागर चाहिँ नि दुःख छ, दुःखमा तीन तहमा विभाजन गर्नुभयो। दुःख दुःखता, अनि अर्को विपरिणाम दुःख र संस्कार दुःख भनेर तीनटामा विभाजन। यो तीनटा दुःखले नभेटेको प्राणी नै हुँदैन भनेर देखाइदिनु भयो। अब दुःख दुःखता भने कस्तो दुःखलाई अब हामीले चिन्ने त भन्दाखेरि सामान्य दुःखहरू जो भोक लाग्दाखेरि दुःख हामीलाई छ कि छैन, खाना खोजेर छटपट्ने जाउँ, त्यो सामान्य दुःख हो। प्यास लाग्यो भने हामी पानी खोज्छौँ, जुस खोज्छौँ, के खोज्छौँ, यो कुरा जाडो भयो कोट कता राख्यो होला, मेरो कम्मल कहाँ राखेर खोज्छौँ, यो दुःखहरू। यो सबै के हो दुःख दुःखता। ओहो गर्मी भयो कपडा खोल्छौँ, हामीले के लाउनु पर्ने के गर्नुपर्नेहरू गर्छौँ, त्यसको समाधान खोज्छौँ। यो कुराहरू सामान्य दुःख दुःख जन्मिँदा कति दुःख छ भनेर देखाइदिनु भयो। त्यो खोजमा त उहाँ लुम्बिनीबाट निस्किनु भयो। बिरामी भयो, शारीरिक मानसिक बिमार हुँदाखेरि दुःख छ। हामी वृद्धहरू भयौँ, अलि बुढेसकाल लाग्दाखेरि त्यो अनुसारको दुःख। भोलि मर्नुपर्छ एक दिन निश्चित छ, त्यो दुःख। यो चारवटाको दुःखहरू खोजेर जानुभएको त उहाँ स्वयंले नै हो है। मानव धरतीमा त्यो खालको देखाएको छ। दुःख हेरेर नै सबै यहाँ, तर आफ्नो दुःख सबैभन्दा ठुलो लाग्छ फेरि सबैलाई। मेरो सदस्यमा 5वटा परिवार छ भने मेरो घोडा दुखेछ भने मेरो जस्तो त मर्को छँदै छैन भने मेरो घोडा दुख्दैन। अब मेरो आमाको पेट दुख्यो अथवा के भने उहाँलाई मेरो पेट दुख्यो तिमीलाई भएको त तिमी उठ्नु नै सक्दैन। सबैले त्यो लाग्छ, आफ्नो दुःख ठुलो लाग्छ। यो शारीरिकको दुःख गरेको। मानसिक कुरा नै त्यही नै हो। आफ्नो दुःख चाहिँ सानो दुःख पनि ठुलो लाग्छ। अझ शारीरिक दुःख भन्दा भगवान बुद्धले मानसिक दुःखलाई प्रायोरिटी दिन्छ, प्राथमिकता दिन्छ। किनभने शारीरिक शक्ति भन्दा मानसिक शक्ति धेरै गुणाले शक्तिशाली हुन्छ। यो एकदम महत्त्वपूर्ण कुरा हो। हाम्रो जीवनकालको कुरा गर्यो भने मनुष्य जीवनको बुढेसकालमा धेरै मानसिक शक्ति राम्रो चाहिन्छ मैले देखेको है। शारीरिक रूपमा हामी सशक्त अशक्त हुन्छौँ, हामीलाई दुःख बिमारले धेरै छोप्छ, पुरानो खानपान रहनसहनले गर्दाखेरि। तर पनि मानसिक सोच विचारहरू मानसिक चाहिँ नि एकदम राम्रो सकारात्मक र आफ्नो त्यो मनोबल छ भने त्यो शक्तिले गर्दा एक दिन आज बाँच्ने शारीरिक हिसाबले आज बाँच्ने छ भने मानसिक रूपमा हामी शक्ति त्यो खालको सोच विचार राख्यो भने 1 हप्ता 3 हप्ता महिना दिन अवश्य बाँच्न सकिने रहेछ। त्यसै कारणले भगवान बुद्धले मानसिक तनाव स्ट्रेस यिनीहरू मुक्त गर्नलाई कारण त्यसको समाधान ध्यानहरू देखाउनु कारण के हो, डिप्रेसनहरू जति पनि मानसिक बिमारहरू छ
धेरै भगवान बुद्धले त्यही भएर बुद्धको सिद्धान्त चाहिँ नि अहिलेको वैज्ञानिकसँग मिल्छ, वैज्ञानिकता छ भन्नुको अर्थ पनि त्यस अर्थमा भनिएको हो। हाम्रो शारीरिक रूपमा जति शक्ति भए पनि, जति रूप राम्रो भए पनि, जे भयो नि मानसिक एउटा प्रब्लम आएर गयो भने त्यो बिग्रेर जान्छ, शारीरिक पनि बेकाम हुन जान्छ। हाम्रो शारीरिक रूपमा अशक्त होस्, हाम्रो शारीरिक रूपमा खुट्टै नहोस्, हातै नहोस्, तर मानसिक रूपमा बलियो छ भने हामी धेरै कामहरू गर्न सक्छौँ। त्यो हिसाबले हेर्दा पनि मानसिक धेरै मन चाहिँ नि राम्रो चाहिँदो रहेछ नि त, मन बलियो चाहिँदो रहेछ। मनमा आँट ऊर्जा त्यो खालको एउटा भयो भने अवश्य त्योबाट पनि हाम्रो शारीरिक रोगहरू पनि धेरै कुराहरूलाई नियन्त्रण गर्न सक्ने अवश्य हुन्छ। त्यस कारणले मानसिक रूपमा हामी सशक्त हुनु, मानसिक रूपमा ज्ञानी हुनु, मानसिक रूपमा हामी सकारात्मक सोच लियो भने अवश्य हाम्रो शारीरिकले त्यति प्रभाव पार्दैन शारीरिक रोगबाट। यो एकदमै महत्त्वपूर्ण हो अहिलेको अवस्थामा विशेष गरेर। त्यस कारणले भगवान बुद्धले प्राय जस्तो मानसिक रूपमा रोगीहरूलाई निको पार्नकै लागि ध्यान, धेरैसम्म ध्यानहरू, विपश्यना ध्यानहरू, त्यो ध्यानभन्दा अझै अगाडि अब जस्तै हाम्रो गुह्यतन्त्रमा भए पनि धेरै ध्यानहरू आउँछ, शारीरिक योगहरू आउँछ। जति जति भौतिक विकासको नयाँ नयाँ वस्तुहरू आविष्कार भयो त्यति त्यति हाम्रो मानसिक चञ्चलता, मानसिक अस्वास्थ्य, मानसिक दुःख पीडा, स्ट्रेसहरू हुने, तनाव हुने, यी कुराहरूलाई निको पार्नलाई ध्यानभन्दा अर्को विकल्प छैन। त्यस कारणले पनि यी कुराहरूलाई पनि हामीले बुझेर ध्यानबाट हाम्रो सकारात्मक सोचको ऊर्जा ल्याउन सकिन्छ। ध्यान भन्ने बित्तिकै हाम्रो यसरी बस्ने मात्र होइन नि, त्यसलाई बारम्बार हामीले सोच विचार गर्नेलाई ध्यान भनिन्छ। कुनै एउटै चिजमा चित्त एकाग्र गर्नु, सम्म जस्तो ध्यान भए हाम्रो मन चञ्चलता धेरै भएर त्यसलाई स्थिर बनाउनको लागि र हाम्रो मानसिक स्थिर रहनको लागि वर्तमान कार्य के काम गर्दैछ त्यसमा स्थिर रहनको लागि चाहिँ ध्यानको आवश्यकता पर्छ। र सँगसँगै अलि उच्च ध्यानको कुराहरू गऱ्यो भने सबै मानसिक सकारात्मक सोच विचारको कुराहरूलाई प्रत्येक दैनिक रूपमा गर्नेलाई नै अनि बल्ल हामीलाई सकारात्मक ऊर्जा दिनेलाई नै दिन सक्ने नै ध्यान हो। त्यस अर्थमा पनि हामीले सोच्नुपर्ने, विचार गर्नुपर्ने, अहिलेको 21औं शताब्दीमा झन् अत्यन्तै जति जति नयाँ नयाँ चिजहरू आयो त्यति त्यति हाम्रो मनहरू अस्वस्थ हुँदै जाने, मानसिक बिमार हुने। त्यस कारणले पनि ध्यानको अझै महत्त्व बढ्नु त्यस अर्थमा हो। र त्यहाँबाट अब यो भगवान बुद्धले त्यता नजाउँ, अब तीनटा दुःखहरू संसारको भाग सागर चाहिँ दुःखको समुद्र हो, दुःखको भमरी हो, दुःखयुक्त हो भनेर यसरी देखाउनु भएको थियो। अब यो दुःख चाहिँ नि त्यसै आउँदैन फेरि, यसको समुदाय सत्य भनेर यो दुःख फल भयो, यसको बिउ छ है भनेर समुदाय सत्य, त्यो उब्जिने मूल छ है, त्यसको स्रोत छ है भनेर देखाएको के हो त भन्दा समुदाय सत्य। अब यो सबै तीनटा दुःखहरू देखाएर यसको स्रोत के रहेछ त भन्दाखेरि भगवान बुद्धले के देखाउनु भयो भन्दा कर्म र क्लेश है। कर्म र क्लेशको कारण, क्लेश भन्दा अलि शब्द ठुलो हुन गयो, नकारात्मक सोच है, अथवा
हामीले सामान्य रूपमा भन्यो भने राग, देश, मोह, अहंकार, ईर्ष्या भन्छ नि, अथवा लोभ, रिस, घमण्ड, ईर्ष्या, अज्ञानता, यो 5 वटालाई पञ्चविष भनिन्छ। यो विष जसले छोयो ऊ गयो, ऊ चाहिँ समस्यामा पर्छ। नपर्ने कोही छ यस्तो खालको मान्छे? रिसाएर समस्यामा नपरेको मान्छे छ र छैन? जस्तो अहिले म रिसाइदियो भने मै समस्यामा पर्छ। 19 कोभिड आयो। 19 कोभिडले हामीलाई कति सतायो, कति डर त्रास बनायो, कतिको ज्यान गुमायो है। तर 19 कोभिड भन्दा अगाडिको मान्छे, बितेको मान्छेले त्यो डर त्रास भोग्न परेन नि, अथवा त्यो भन्दा पछाडि जन्मिएको नानीहरूले त्यो भोग्न पर्यो त? त्यो आफ्नो कर्मले गर्दा हामीले भोग्न पर्यो। त्यसरी डरायो, तर्सियो, कति आफन्त हाम्रो इष्टमित्र सदस्य गुमायो है। किनभने यसको बिउ हामीले पहिल्यै रोपिसकेको थियो। हामीलाई लाग्यो त्यसले गर्दा हो, चाइनाले गर्दा हो, उसले गर्दा हो। तर वास्तवमा धार्मिक दृष्टिकोणबाट सूक्ष्म तरिकाले हेऱ्यो भने सबै कर्मले सृजित गराएको हो। त्यसै कारणले भगवान बुद्धले सृष्टिकर्ता नै कर्म हो। कुनै हाम्रो सनातन हिन्दू धर्मको जस्तो विष्णुले हो अथवा प्रभुले हो अथवा उसले हो त्यो भन्दैन। भगवान बुद्धको मेन सिद्धान्त चाहिँ नि कर्म नै अरूको कर्म होइन, आफ्नो स्वयंले गरेको कर्म। अर्थात् हामीले बिउ रोपिसकेको पहिला, त्यो बिउ रोपेकै कारणले हामी अलिकति राम्रो गरेको कारणले पनि मनुष्यमा आयौँ। तर केही कुराहरू हाम्रो जीवनमा आइपर्नेहरू धेरै हुन्छ नि। जस्तै कोभिड-19कै कुरा गर्दा पनि हामीले भोग्नु पर्ने, अनुभूति गर्नुपर्ने डर त्रास नपर्ने के हो भन्दा हाम्रो बिउ गइसक्यो। त्यसको कारण हो वास्तवमा भन्ने पर्यो। त्यस कारणले कर्म अत्यन्तै शक्तिशाली मानिन्छ भगवान बुद्धको सिद्धान्तमा। अरूलाई हेरेर कर्म भन्दा पनि आफ्नो सत्कर्म आफैले गर्नुपर्छ। स्वयंको कर्म, मैले गरेको कर्म मेरो बाबुआमालाई काम लाग्दैन, केही हदसम्म त काम लाग्ला। तर पक्का पक्की जस्तै हामीले पितृ पूजा गर्छौँ, पितृको तुरन्तारण कर्महरू गर्छौँ। हाम्रो तमुहरूले अर्घौँ भन्छ नि, पय लव भनेर। अर्घौँ गर्ने बेलामा त्यो एउटा सहयोगीको रूपमा, एउटा स्टाफ नर्सको जस्तो, खास एउटा बिरामी मान्छेलाई बिरामीबाट मुक्त गर्नलाई औषधिभन्दा विकल्प छैन। हामी सबैलाई थाहा भएको कुरा हो। तर त्यो डक्टर र त्यो नर्स पनि त्यति नै त्यो बिरामी मुक्त गर्नको भूमिका त्यति नै खेल्छ नि। त्यो डक्टर र नर्स अथवा स्याहार सुसार गर्ने आफन्तजनहरू त्यही जस्तो पक्का त्यो अनुसारले हामीले पितृ कार्य गर्ने हो नि त। पितृको लागि हामीले गरिदिएको। तर पक्का सक्षम शक्तिशाली त स्वयं पितृले कुन कर्म गर्यो त्यसमा त्यो एकदमै शक्तिशाली हुन्छ, स्वयंले गरेको कर्म। त्यस कारणले कर्म आफैले गर्न पर्ने रहेछ भन्ने कुरा एकदमै महत्त्व राख्छ। नत्र के हुन पर्यो, प्रकृति भएन, कालुले गरेर भालुले खाने भने जस्तो भयो, प्रकृति भएन। त्यो त ढाँट छल कपट भयो, भ्रम भयो। नत्र म सुतिराख्ने, मेरो बाबा मैले मात्र गरे मैले पाउने भयो त है, कति आनन्द हुन्थ्यो नि त। अनि एउटै मान्छे परिवारमा एउटै मान्छेले धर्म कर्म गरे, अरूले गर्नै पर्थेन। त्यसै कारणले आफ्नो कर्म आफैले गर्ने, आफ्नो कर्मको भागीदारी आफै नै हो। त्यसको जिम्मा आफै नै स्वयं नै हो। यो कुराहरू पनि बुझ्न एकदमै आवश्यक हुन्छ। त्यस कारणले अब यो कर्मको कुरा नगरे पनि हाम्रो अहिले यो मानव जीवनमा जिउने क्रममा पनि
त्यति नै सकारात्मक सोच र राम्रो सत्कर्म भनेको समाजको लागि पनि त्यति नै उपयुक्त हो। जो नराम्रो भ्रमित कुराहरू जहिले पनि भ्रम कुराहरू मात्र हो आउने, भ्रम कुराहरू मात्र सोच्ने, उल्टा मात्र सोच्ने हो, त्यसबाट आउनु पहिला हामीले त्यो खालको कर्म गरेको कारणले हो भनेर त्यो 10 वटा कर्म चाहिँ कर्म भयो। अब यो 10 वटा कर्म के आयो त भन्दाखेरि कसको बहसमा पऱ्यो त भन्दा यो क्लेशको बहसमा पऱ्यो। क्लेश के हो त भन्दा लोभ, रिस, अज्ञानता, घमण्ड, ईर्ष्या। त्यहाँ आउँदा पनि मलाई ढेडो आँखा हेरेको थियो, अझै थप्दै लाग्यो, मर्दै थप्दै जस्तो। अनि त्यो त बल्नेको बलै हो, त्यो त रिस भन्ने कुरा। त्यसले गर्दा पो रहेछ, अरूले गरे पनि त्यसले त्यस्तो भनिदिएर पो रहेछ, मर्दै थप्दिएपछि झनै रिस हुन्छ। त्यही भएर त्यो रिसको कारणले आफन्त एकता नहुने, आफ्नो दिदीबहिनी एकता नहुने, समाज एकता नहुनु, साथीभाइ एकता नहुनु, यो रिसको कारणबाट पनि धेरै रिसले जलाउँछ मात्र। हाम्रो समाजमा भनाइ एउटा राम्रो छ नि, रिसले आफू खान्छ भन्ने कुरा एकदमै सत्य कुरा हो है। त्यस कारणले रिसलाई आफूले हो न्यूनीकरण गर्ने, फेरि त्यसको समाधान यदि रिस भए पनि मेरै दाइ हो, मेरै खुन हो भनेर फेरि सहनशीलता लिइदियो भने आरामसँग त्यो कन्ट्रोल हुन्छ। मेरै दिदीबहिनी त हो भन्ने खालको एउटा सहनशीलता लिएर मेरै आफ्नो मान्छे हो, उसलाई पनि सुख चाहिन्छ, आनन्द चाहिन्छ, म जस्तै त हो, त्यो सहनशीलतालाई न्यूनीकरण गर्ने मन पनि हामी आफैले खोज्नुपर्छ। अरूले गरेर बाहिरबाट आउँदैन, बाहिरको मेडिसिन, भौतिक मेडिसिन लिएर हुँदैन, यो सबै मानसिक बिमार हो। त्यही भएर हामीसँग हो सामान्य रूपमा हामीसँग सबै छ, यो रिस छ, राग छ, अहङ्कार छ, ईर्ष्या छ, तर उम्लिनु नउम्लिनुमा धेरै फरक पर्छ है। उम्लियो भने त्यसले अझै आफू दुःख भोग्यो, अझै सृजना धेरै भोग्यो, धेरै कुराहरूलाई गुमाउँछ रिसले गर्दाखेरि। त्यसले गर्दा पनि यो एकदमै महत्त्वपूर्ण छ। त्यस्तै गरेर अज्ञानताको कारणले हो त्यो सबै नबुझेर, आफ्नो दाइ हो, आफ्नो भाइ हो, आफ्नो दिदी हो, आफ्नो बहिनी हो, आफ्नो बाजे हो, आफ्नो पुर्खा हो, हामी मानव हो, रिस सबैलाई हुन्छ भन्ने खालको त्यो एउटा सोच विचार ल्याएर उम्लिन नदिने गऱ्यो भने फेरि त्यतिकै समाज त हुँदै जान्छ, फेरि मेलमिलाप राम्रो हुँदै जान्छ। त्यस कारणले रिसबाट, अज्ञानताबाट पनि त्यस्तो हुन्छ। घमण्डले त्यही नै हो। रूपको घमण्ड, श्री सम्पत्तिको घमण्ड है, शक्तिको घमण्ड, आर्थिकको घमण्ड, घमण्ड धेरै हुन्छ नि। अब हाँसो गर्नु पर्यो है। अब रूपको घमण्डमा मेरो त नाक राम्रो छ नि भन्छ, अरू त त्यस्तै हो, मेरो त कान राम्रो छ नि, त्यतिमा नि घमण्ड आउँछ क्या हामीलाई, मान्छे आनन्द। मेरो त हात राम्रो छ नि, मेरो त खुट्टा राम्रो छ नि, मेरो त आँखा राम्रो छ नि। अब अलिअलि हँसाउनु पऱ्यो नि, मिलाउनु लाग्यो कि भनेर। मान्छेमा थोरै चिजमा नि घमण्ड हो। घमण्ड र गर्व गर्ने भन्ने फेरि छुट्टै हो है। गर्व गर्नु त राम्रो हो है, घमण्डले चाहिँ नि दुःख सिर्जना गराउँछ, गर्वले चाहिँ नि आफूलाई आनन्द बनाउँछ। आनन्द गर्व गर्नु भनेको ओ मेरो परिवार छ, मेरो बाबाआमा छ भनेर गर्व गर्नु, आफ्नो मनमै राखेर कति आनन्द आउँछ।
मेरो धन सम्पत्ति केही नभए मेरो बाबा त छ, मेरो आमा त छ, मेरो दाइ त छ, मेरो भाइ त छ, मेरो दिदी छ, मेरो बहिनी छ, कस्तो आनन्द आउँछ नि है। जे नभने मेरो एउटा एक कोठे घर त छ, जे नभने म पानीपुरी त बेच्छु, जे नभने म झाडु त लाउँछु, त्यो गर्व गर्नु कति आनन्द आउँछ नि है। त्यही हो नि आनन्द। त्यही कारणले गर्व र अहङ्कार भनौँ अथवा घमण्ड चाहिँ अलिकति फरक छ। त्यस कारणले घमण्डबाट पनि आफ्नो दिदी बहिनीहरू नबोलेको, दाजुभाइहरू नबोलेको, सङ्गिनीहरू नबोलेको यस्तोहरू धेरै हुन्छ। त्यस कारणले गर्व गर्नुहोस्, घमण्ड नगर्नुहोस्। त्यस्तै जस्तो अब ईर्ष्या गर्नु है। ईर्ष्या गर्नु भनेको अरूको गुणलाई, अरूको जे गुण छ त्यसलाई नमान्नु हो नि त है। अरूको गुणलाई त मान्दै नमान्ने ठाउँबाट झन् ईर्ष्या गर्ने, अरूको धन सम्पत्तिलाई ईर्ष्या गर्ने, अरूको रूपलाई ईर्ष्या गर्ने, अरूको साथीभाइलाई ईर्ष्या गर्ने है। त्यसले गर्दा पनि हामीलाई धेरै दुःख हुन्छ, पीडा हुन्छ। त्यस कारणले यसको सामान्य त्यो जडैदेखि निर्मूल नपारे पनि नियन्त्रण गर्ने, उम्लिन नदिनको लागि सकारात्मक सोच नै हो। ईर्ष्या गर्नेहरूलाई के गरिदिनुपर्छ? झन् प्रशंसा गरिदिनुपर्छ। तिम्रो त यति राम्रो फुल जस्तो नाच्छ, फुल जस्तो आँखा, के अरे के भन्छ त्यसलाई, मृगको जस्तो आँखा छ है, नेचुरल गाजर लागेको। तिम्रो स्वभाव त यति राम्रो छ, आँखामा राख्दा पनि भिजाउँदैन। बरु उसको गुणको प्रशंसा गरिदिनु नै, प्रशंसा गर्न सक्दैन नि कसैले। ल कसैको दिदी बहिनी दाजुभाइ साथीभाइको राम्रो कुरोलाई प्रशंसा गर्न निकै गाह्रोको कुरा हो, साँच्चै हो। उसको त यो राम्रो छ नि, यो ट्यालेन्ट छ नि भन्न सक्नु पनि एकदमै ठुलो कुरा हो है। त्यस कारणले त्यसको उपाय ईर्ष्या कन्ट्रोल गर्ने, नियन्त्रण भनेको प्रशंसा गरिदिनु हो, प्रशंसा गरिदिनु पर्छ। र घमण्डको पनि त्यस्तै हो। घमण्ड गर्ने छ भने त्यसलाई अझै कुरा प्रशंसाहरू गरिदिने। घमण्ड गऱ्यो भने अझै तिम्रो जस्तो त उहाँ के भन्छ, अब धनमा घमण्ड गऱ्यो भने नेपालको धनी मान्छे को हो? नेपालको धनी मान्छे को हो साँच्चै भन? चौधरी। गुरुङको धनी मिनबहादुर छ कि शेष छ? हो जे होस्, तपाईँ त अब झम्बरा जस्तो छ, अझै प्रशंसा गरिदिने। घमण्ड भयो, धर्म भयो है, अझै उहाँलाई बढाइ चढाइ गरेर बोलिदिँदा अनि उहाँलाई अलिअलि कन्ट्रोल हुन्छ। त्यसरी कन्ट्रोल गर्ने पनि धेरै छ। रिस आयो भने रिसलाई कन्ट्रोल गर्ने है, हामीले निर्मूल पार्न त सक्दैन। हामी यो सबैले गर्दा हामी जन्मेका हौँ, तर उम्लिन नदिनु पनि त्यसले धेरै कुराहरू, दुःख पीडाहरू सिर्जना, अर्को समस्याहरू सिर्जना हुन दिँदैन। त्यस कारणले अब यो सबैको संरक्षण के रहेछ त भन्दा कर्म र क्लेशको कारणले त्यो तीव्र दुःखहरू सिर्जना भएको हो। मूल यो बुझ्न पर्यो तपाईहरुले। यदि त्यो दुःखहरू चाहँदैनौँ भने हामीले यो कुकर्म र नकारात्मक सोच क्लेशहरूबाट निर्मूल पार्नुपर्छ, न्यूनीकरण गर्नुपर्छ, नियन्त्रण गर्न सक्नुपर्छ। त्यो गर्यो भने मेलमिलाप राम्रो, सद्भाव राम्रो, सबैले फुल देख्ने,
है काँडै भयो भने फुल देख्ने सबै आफ्नो सोच विचारमा भर पर्ने रहेछ भन्ने कुरा एकदमै बुझ्न नितान्त आवश्यकता छ। अब यो कुरालाई कर्म र क्लेशलाई चाहिँ निर्मूल पार्ने मार्ग एउटा नियन्त्रण गर्ने भयो। सामान्य एउटा चाहिँ नि मार्ग भयो। अब निरोध सत्य भन्ने मार्गमा हिँड्यो भने हामीले बल्ल त्यो दुःखहरूबाट यो क्लेश र कर्म निर्मूल पार्न सक्यो भने हामी महासुख आनन्दमा यो जुनीमा पनि आफ्नो जुनी त छोडिदिनुहोस्, यो जुनीमा पनि हामीलाई सुख शान्ति आनन्द ल्याउनको लागि पनि यो कुराहरू हाम्रो शत्रु हो। पूर्वजन्म पनि शत्रु हो, अहिले पनि यो हो शत्रु भनेको। त्यही कारणले भगवान् बुद्धले शत्रु बाहिरै छैन भन्ने कारण त्यो है। हाम्रो जस्तो अहिले समाजमा परिवारमा शत्रु उता हेर्ने छ नि, भगवान् बुद्धले त्यो मान्नुहुन्न। त्यो कर्मको कारणले त्यस्तो देखेको मात्र हो। शत्रु त खास शत्रु चाहिँ नि के हो? ईर्ष्या, घमण्ड, लोभ, रिस, अज्ञानता। यो शत्रुले गर्दा हामी यहाँ अहिले जन्मियो। अब यो अहिले यहाँ जन्मिन भने सुख र आनन्द नदिने यो कारणले नै हो। र पछि कहाँ जन्मिने भन्ने पनि यसले निर्धारण गर्छ। नराम्रो ठाउँमा जन्मनु यो दुःखहरू सिर्जना गराउनु। त्यस कारणले त्यो निर्मूल पार्न मार्ग सत्य देखाउनु पर्यो है। मार्ग सत्यहरू अब यो तपाईहरुले सारै त बुझ्दैन है। यो अलिकति गहिरो हुन्छ अथवा मार्गहरू संवार मार्ग, प्रयोग मार्ग, दर्शन मार्ग, भावना मार्ग भनेर ऐश्वर्य मार्ग भनेर 5 वटा हुन्छ। त्यो मार्ग एउटामा के भावना ध्यान साधना गर्छ है। त्यो चीजहरू हाम्रो न्यूनीकरण हुँदै जान्छ। जस्तै यही पनि हाम्रो अब 20 जना 100 जना छ भने 100 जनामा कसैको रिस ज्यादा हुन्छ, लोभ ज्यादा हुन्छ, ईर्ष्या ज्यादा हुन्छ, कसैको घमण्ड ज्यादा हुन्छ। आफ्नो के छ पहिला त आफूले समीक्षा गर्नु पर्यो है। त्यसले न्यूनीकरण गर्ने प्रयास गर्नुपर्छ। त्यसै कारणले जस्तै संवार मार्गमा चाहिँ नि टेम्बङ एवर स्यावसी भन्ने सम्यक चारहरू ध्यान गर्छ उहाँहरूले। त्यो गर्नाले बल्ल यो अहिले यो चाहिँ अलिक गहिरोमा गएको यो बुद्धत्व प्राप्त गर्न सक्ने नैको मार्ग हो है। अनि त्यस्तै गरेर प्रयोग मार्गमा अब इन्द्रिय पञ्च इन्द्रियहरू पञ्च शक्तिहरू त्यो ध्यान साधना गरेर त्यो मार्ग प्राप्त हुन्छ। त्यो मार्ग अनुसारको हाम्रो क्लेश र कर्महरू न्यूनीकरण हुँदै जान्छ। त्यो अनुसारको ज्ञानहरू हामीलाई प्राप्त हुँदै जान्छ है। साथसाथै दर्शन मार्गमा भए बोधि उपसादहरू ध्यान साधना गर्छ, त्यसको अभ्यास गर्छ। त्यस्तै गरेर भावना मार्गमा बल्ल तपाईले अलि बुझ्ने भनेको सुनेको भनौँ न, बुझ्ने त त्यतिकै हो। आर्य अष्टाङ्गिक मार्ग भगवान् बुद्धको आर्य अष्टाङ्गिक मार्ग भने त्यसरी बुझे सुनेको हुन्छ नि त। हाम्रो भारतीय गुरुहरूले भन्नुहुन्छ हो यो चाहिँ नि भावना गर्ने ध्यान गर्ने चाहिँ नि भावना मार्ग हो। पञ्च मार्ग 10 भूमि हुन्छ। त्यो भूमि र मार्गको तह तहको ज्ञानहरू ध्यान साधना गरेर बल्ल कर्म र क्लेशलाई न्यूनीकरण तथा निर्मूल पार्नको लागि यो कुराहरू ध्यान त्यसै आउँदैन नि। मार्गमा हिँड्यो भनेको त्यो हो। अहिले हामीले सामान्य गर्ने त एउटा सकारात्मक सोच मात्र हो है। त्यसले न्यूनीकरण गर्छ, निर्मूल पार्नलाई गर्दैन। त्यो पनि एकचोटि सोचेर होइन, हर क्षणमा। हाम्रो यो 24 घण्टामा हामीले कति नकारात्मक सोच्छौँ र कति सकारात्मक सोच्छौँ भन्ने आफूले समीक्षा व्यक्त गरेर गऱ्यो भने दिनदिनै त्यसमा सुधार आउँछ। अनि आफूलाई कुन चाहिँ सकारात्मक चाहिएको कि नकारात्मक चाहिएको त्यसलाई फलोअप गर्दै जाने हो। त्यो आफूमा भर पर्ने कुरा हो। त्यस कारणले यसरी गर्दै आर्य अष्टाङ्गिक मार्ग भनेपछि त्यो कस्तो लेभलमा आइपुग्छ भन्दा अलि बुझ्नेहरू कहिले सम्यक दृष्टि आउँछ। एउटा जहिले राम्रो सोच विचार भएपछि राम्रो कर्म गर्ने, राम्रो बोल्ने, सुमधुर बोल्ने, मान्छेसँग कति जुड्ने
सम्बन्ध रहेछ त र 4 आर्य सत्य के रहेछ भन्ने कुरा भगवान बुद्धले यसरी सारनाथमा पञ्च शिष्यहरूलाई कुण्डी कन्हैया भद्र लगायतको 5 वटा शिष्यहरूलाई पहिलो चरणमा धर्म देशना गर्नुभएको यो र यो उहाँहरूलाई मात्र नभएर हामी सबैलाई त्यति नै शानदार र त्यति नै महत्त्व छ भन्दै आजको यो 4 आर्य सत्यको उपदेश पनि यहाँ सम्पन्न भएको जानकारी गराउँदै भगवतु सर्वमङ्गलम अवच्याकाली Mani Padme Hum